नमस्ते। यो कुनै बनावटी कथा होइन, वास्तविक कहानी हो। केही दिन अगाडि म र मेरो आमा घरको छतमा बसेर घाम ताप्दै थियौं। त्यति बेला आमाले आकाशमा बिस्तारै सर्दै गरेको कुरा देखेर सोध्नुभयो, बाबु त्यो के हो? मैले आमालाई भने, त्यो स्याटेलाइट होला। त्यसपछि आमाले फेरि मलाई भन्नुभयो, बाबु त्यो गोसाइकुण्ड भन्दा पनि माथि छ। त्यसपछि म हाँसेँ अनि गहिरो सोचमा डुबेँ। लाग्यो मेरो आमा जस्तै धेरै आमा बुबाहरू हुनुहोला, जसलाई सूर्य, चन्द्र, बादल, प्लेन, हिमाल जस्ता वस्तुहरू कुन कति माथि छ, कति टाढा छ भन्ने कुरा थाहै नहोला। मौसमको क्षेत्रमै काम गर्ने भएकोले म सबै कुराहरू सजिलै सबैले बुझ्ने गरेर भन्छु। ध्यान दिएर सुन्नुहोस् है। हामीले आकाशमा देख्ने पानी पार्ने खालको बादल जमिनबाट करिब 1 किलोमिटरदेखि 5-6 किलोमिटरसम्म टाढा हुन्छ। कहिलेकाहीँ ठूलो आँधीहुरी मेघ गर्जन गर्ने बादल चाहिँ अलि माथि 10-12 किलोमिटरसम्म पनि पुग्छ। तर सामान्य अवस्थामा पानी पार्ने बादल सगरमाथा भन्दा तलै हुन्छ, किनकि सगरमाथा करिब 8 किलोमिटर माथि छ। बुझ्ने गरी भन्दा जमलदेखि बुढा नीलकण्ठसम्म गए जति माथि छ। नेपालभित्रै उड्ने प्लेनहरू करिब 5-6 किलोमिटर उचाइमा उड्छन्। मतलब सगरमाथा भन्दा पनि तलैतिर, गोसाइकुण्ड भन्दा अलि माथितिर उड्छन्। विदेश जाने प्लेनहरू चाहिँ 10-12 किलोमिटर उचाइमा उड्छन्। त्यसैले धेरै जसो बेला प्लेन बादल भन्दा मात्रै होइन, सगरमाथा भन्दा पनि माथि माथि हुन्छ। रोचक कुरा के छ भने त्यति बेला विदेश जाँदाखेरि पानी तल तल, बादल तल तल, हामी चाहिँ माथि माथि हुन्छौँ। अब आमाले देख्नु भएको स्याटेलाइटको कुरा गरौँ। स्याटेलाइटहरू प्लेन भन्दा पनि धेरै माथि हुन्छन्। सबैभन्दा तल रहेकै स्याटेलाइट पनि करिब 400 वा 800 किलोमिटर माथि पृथ्वीको वरपर घुमिरहेका हुन्छन्। नजिकिनुहोस् है, 800 किलोमिटर माथि। अनि सगरमाथा चाहिँ जम्मा 8 किलोमिटर मात्रै माथि। अझै केही स्याटेलाइटहरू त हजारौं किलोमिटर माथि हुन्छन्। त्यसैले स्याटेलाइट गोसाइकुण्ड अथवा अरू हिमाल अथवा बादल भन्दा धेरै नै माथि हुन्छ। चन्द्रमा त झन् 4 लाख किलोमिटर टाढा छ र सूर्यको त कुरै छोडौं, करिब 15 करोड किलोमिटर माथि छ। तर यति टाढा भएर पनि सूर्यको किरणहरू हेर्नुहोस् त कति मजाले पृथ्वीमा आउँछ। त्यसैले निष्कर्ष के हो भने सगरमाथा हामीलाई धेरै अग्लो लागे पनि मौसमजन्य गतिविधिहरू त्योभन्दा तल नै हुन्छ। प्लेन त्योभन्दा अलि माथि हुन्छ, स्याटेलाइट त्योभन्दा अझै माथि हुन्छ र सूर्य चन्द्रहरू त कता हो कता माथि हुन्छ। त्यसैले आकाश हेर्दा जिज्ञासा जाग्नु स्वाभाविकै हो र प्रश्न सोध्नु नै बुझाइको सुरुवात हो।